दाई पर्नु चाहिँ कहाँ गरौँ हजुरको? भोटखोला। भोटखोला भन्नाले उदयपुर हो? होइन, उभय हो। सङ्खुवा सभा पर्छ। सखुवा सभा? सङ्खुवा सभा। अनि सखुवा सभाबाट के भयो? मेरो दाई चाहिँ यहाँ कोशी हस्पिटलमा पहिले उपचार भएको मान्छे हो। त्यो हस्पिटलमा उपचार हुँदा यताकै केटीसँग अथवा भेट भएछ। अनि यतादेखि बिहे गरेर ल्याउनु भएको मेरो भाउजू माथि ल्याउनु भयो गाउँमा भोटखोला। अनि माथि बसेर अब छोरी बढेपछि यहाँ झापामै पढाउने उनीहरूको निर्णय गर्नुभयो है। अनि उहाँहरू दुईजना यहाँ आएर बस्नु भएको हो। बसेर पोहोरकै चैतको महिनामा मात्रै भाउजू ओमन देश गएको छ। दाई माथि गाउँमा हिजोअस्ति सम्मै 6 महिना गाउँमा बसेको हो। गाउँमा काम गरेको मिस्त्री काम मेरो श्रीमानहरूसँगै। हामी जाँडक्सी खान्दिन सर, हामी क्रिस्चियन हो। अनि मैले केही नराम्रो बोलेछ भने मलाई माफ दिनु। तर मेरो दाई माथिदेखि आउँदाखेरि राम्रो थियो। गाउँमा जाँडक्सी खाएर मार्ने खालको मान्छे थिएन। किनकि मेरो दाइले जाँडक्सी खाएर यस्तो डिप्रेसनमा गएको अहिलेसम्म म उसको बहिनी हो, मैले देखेको थिएन। ठीक छ, हजुरले मर्नुको के कारण होला? तपाईले के सोच्नु? मर्नुको कारण भाउजूले ब्लक हानेको थिएछ मोबाइलमा, जस्तै मेसेन्जरमा ब्लक हानेपछि दाइले अस्ति मात्रै मलाई भन्नुभयो। अनि मैले भाउजूलाई म कराइदिन्छु भने दाइले नकरा, मेरो व्यवहार मै मिलाउँछु भन्नुभयो। अनि म दाइको बिचमा किन बाटो हुने, म भन्दा दाइ अलि जान्ने मान्छे हो भनेर मैले भने। तर भाउजूले उता ओमनदेखि दाइलाई डिभोर्स चाहियो, डिभोर्स दे, अरू केटाहरूको फोटो स्टोरीमा जोडेर हालिदिएछ। भनेपछि उहाँको मानसिक तनाव बढी भयो। त्यसपछि जसको बुढाबुढीले एउटा देखेपछि एउटा न एउटा सोधासोध हुन्छ, सोध्नु भएछ। अनि भाउजूले पनि मेरो आफन्त भनेर चिनाउनु भएन रहेछ। जब दाजु हिँडिसकेर चाहिँ मेरो भदा भन्दै हुनुहुन्छ, तर मान्छे मैले देखेको छैन। मसँग पुरानो आइडी पूजा लिम्बू थियो, अहिले पूजा लिम्बू खोलेको रहेछ। मलाई त्यो आइडीमा फ्रेन्ड पनि छैन। अस्ति उहाँ दाइसँग ग्रुपिङ थिए। मेरो भदैनी हेर्नुको लागि उहाँ सोल्टिनीको श्रीमान हुनुहुन्छ। जो अहिले मेरो भदैनी स्याहार्ने उहाँ हुनुहुन्छ। बाबुआमाले भन्दा प्राय उहाँले स्याहारिदिनु भएको छ। उहाँले बाबुआमाको कर्तव्य निभाइदिनु भएको छ भदैनीलाई। अहिले नि उहाँकै साथमा हुनुहुन्छ। त्यसपछि आएको आज जम्मा 19 दिन 20 दिन कति भएको छ त्यो मलाई थाहा भएन। हातबारीमा म नानी पढाएर बसेको मान्छे हो। दाइले भाउजूले त्यसरी कुराकानी उहाँको नाम चाहिँ के? अमृत राई। गाउँमा बोलाउने नागरिकतामा राजेश राई, सबै ठाउँ राजेश राई छ। अनि तपाईको नाम? मेरो नाम कमला राई। अनि यो घटना चाहिँ यता आएर भएको हो कि उतै हो? त्यो झापामा बस्नुहुन्थ्यो दाइ। अनि बारेजमा हाम फाल्नु भएको हो? झापामा बस्नु भएको थियो। त्यो फोनमा कुराकानी भएछ, डिस्कस परेछ। भोइस मलाई नि छोडेको रहेछ अथवा अरूलाई छोडेको मेरो र ज्वाइँको बारेमा भनेको रहेछ। तर भोइस हामीमा आएन, मिस्टेक अरूमा पुगेछ। अनि त्यो भोइस सुन्दा चाहिँ दाइ डिप्रेसनमा गएको रहेछ। मलाई हिजो 12 बजे मात्रै मलाई थाहा भएको। अरू योभन्दा अगाडि मैले थाहा भएको भए कुनै केही दाइलाई बचाउने उपाय खोज्ने थिए कि हिँड्नु साथै दाइहरूले खबर गरिदिनु भन्दा उहाँहरूलाई पनि थाहा भएन होला। यति साह्रो यस्तो गर्छ भने मलाई थाहा भएन होला। अब तिम्रो दाइ यसरी हिँड्दैछ भनेर कि चाहिँ भाउजूले बाहिरदेखि मलाई जसरी खोजेर तिम्रो दाइ नेपालमा छ, म 7 समुद्र पारी छु, तिम्रो दाइ यसो गर्दैछ है बहिनी भनिदिएको भए मैले कुनै केही त उपाय लाउने थियो होला नि त। तर भन्दै भनेन। एक रात र एक दिन बितिसक्दा थाहा भएको। हिजै थाहा पाएपछि
उहाँ मेरो श्रीमान हो, मेरो दाइ जेठा दाइ माथि पहाडमा बस्नु। उहाँ चाहिँ तपाईको श्रीमान? मेरो श्रीमान, उहाँ जेठा दाइ। अनि के नाम हो उहाँको? सुमन राई। सुमन राई। अनि तपाईँ चाहिँ जेठा दाजु हुनुहुन्छ उहाँको, के नाम हजुरको? उत्तर कुमार राई। उत्तर कुमार राई। हजुर। अनि मैले दाइ हराएछ, के भएर हराएको त्यो भोइस सुन्दा दाइ डिप्रेसनमा गएको मलाई सङ्केत लाग्यो। दाइलाई त्यो रिसको बेलामा कसैले सम्झाउने मान्छे थिएन, सम्झाउ अथवा दाइहरूले सम्झाइदिनु भयो। अब चाहिँ के गर्नुहुन्छ? ठिकै छ, डिप्रेसनका भाउजूका कारण डिप्रेसनमा जानुभयो अनि उहाँले चाहिँ आत्महत्या गर्नुभयो। अब चाहिँ के गर्नुहुन्छ तपाईँले? म दाइलाई जति पनि माया गर्छु, भाउजूलाई त्यति नै माया छ, किनकि दाइको नाता सम्बन्ध जोडिएको छ। दाइ मेरो शिरमा छ भने भाउजू पनि छ। तर बुढाबुढी कमाउनु जहाँसम्म जानु पायो, दाइलाई जलाउने कारण के हो त्यो खुलाइदिनु पर्यो भाउजूले। र यो नेपालमा यस्तो यो घटना हुँदा बुढाबुढीको कारणले घटना भएकोमा नेपाल सरकारले जे कानुन जे सजाय दिलाउँछ त्यो तपाईहरुले न्याय चाहियो। मेरो मान्छे हो, मेरो दाइ हो, आखिर म बेचिसकेको चेली भयो मेरो दाइ हो। जे यहाँ नेपाल सरकारले दिलाउँछ त्यो मान्न तयार छु। धन्यवाद बहिनी।